सुदूरपश्चिम रोयल्सका दुई अस्ट्रेलियन स्टार खेलाडी क्रिस लिन र जोस ब्राउनले आइपिएलको प्लेअफ नखेल्ने भएका छन्। उनीहरू दुवै अस्ट्रेलिया फर्किएको रोयल्सले जनाएको छ। निकै नै महत्वपूर्ण खेलमा रोयल्सका टपअर्डर ब्याट्सम्यानको अभावले टिममा ठूलो धक्का लाग्ने निश्चित देखिन्छ। रोयल्सको 6औं म्याचमा चितवन विरुद्ध ब्याटिङ गर्ने क्रममा क्रिस लिन घाइते भएका थिए। त्यसताका उनी रिटायर हट भएको थियो। उनको स्थानमा कप्तान दिपेन्द्र ब्याटिङमा गएको थियो। उनले विराटनगर किङ्स विरुद्ध संवत्सरणको अन्तिम म्याच खेल्न सकेनन्। चोटकै कारण उनी प्लेअफबाट बाहिरिएको रोयल्सले जनाएको छ। जोस ब्राउन भने बिग ब्याशका लागि गएको हुन्। सुदूरपश्चिम रोयल्सको आफ्नो आधिकारिक फेसबुक पेजमा जोस ब्राउनलाई बिदाई गर्दै लेखेका छन्, जोस, पहिलो जर्सीमा तिमीले दिएका सबै सुन्दर सम्झनाहरूका लागि धन्यवाद। यो टिमले तिमीलाई निकै सम्झिनेछ। बिग ब्याश लिगका लागि तिमीलाई धेरै धेरै शुभकामना। पहिलो जर्सीमा तिमीले दिएका सबै सुन्दर सम्झनाहरूका लागि धन्यवाद। यो टिमले तिमीलाई निकै सम्झिनेछ। बिग ब्याश लिगका लागि तिमीलाई धेरै धेरै शुभकामना। त्यस्तै क्रिस लिन बारे लेख्छन्, सुदूरपश्चिम रोयल्सले यस क्याम्पका लागि तपाईले दिएको योगदान प्रति हार्दिक कृतज्ञता प्रकट गर्दछ। क्रिस, तपाईको समर्पण, पेशेवरिता र जोसले पुरै सिजन भरि तिमीलाई उचाइमा पुर्यायो। चोटका कारण प्लेअफबाट बाहिरिनु परेको छ, तर तपाईको अभाव अझै पनि टोलीभित्र जीवित छ। छिटो स्वास्थ्य लाभको शुभकामना। लेजेन्ड रोयल्स परिवारले तपाईलाई निकै सम्झिनेछ भनेर निकै भावुक स्ट्याटस पोस्ट गरिएको छ। यी दुई टप अर्डरको ब्याट्सम्यानको रिक्तता पैदा हुन सक्ने भने देखिएको छ। आशा छ रोयल्सले आफ्नो महत्वपूर्ण खेलमा यसको परिपूर्ति गर्नेछ। स्मरण रहोस्, रोयल्सले क्वालिफायर 1 का लागि मंगलबार विराटनगरको सामना गर्नेछ।